हेलो गाइज नमस्ते सबैजनालाई हाम्रो मिनी ब्लगमा स्वागत छ। अहिले चाहिँ हामी कागती बनाएर खाँदैछौँ। चाहिँ हाम्रो दिदीले यो बोक्रा निकाल्नलाई हेल्प गरिराख्नु भएको छ। हाम्रो दिदी यसमा नुन खुर्सानी र लसुन थिचेर हाल्नेछौँ हाम्रो हेल्पर। अहिले चाहिँ हामीले अब रेडी पारिसक्यौँ हाम्रो सबै कुरा। दिदीले चाहिँ अब मोल्नुहुन्छ, दिदीले मोलिहाल्नु मोल्न लागिसक्यो मजाले। पानी आइसक्यो मुखबाट, जस्तै उहाँलाई हेर्न सक्नुहुन्छ पुरा पोजिसनका साथ बसिसक्नु भएको छ। असम्भव गाइज हेर्न सक्नुहुन्छ है, पानी सानी सब निस्किसक्यो। अब यसलाई दिदीले चाहिँ टेस्ट गर्दै हुनुहुन्छ कस्तो छ। मिठो छ अरे गाइज, प्लिज है पेट नदुखाउनु होला। गाइज हामी खाएर एकदम मिठो छ। कस्तो छ दिदी? दाइले झन् मुखबाट पानी पनि निकाल्छ। हेर्न सक्नुहुन्छ हालत खाएर। यम्मी हैन? So guys, we are having हेर्न सक्नुहुन्छ गाइज, पिरो भए पनि हामी तर छोड्ने छैनौँ, हामी खेर फाल्दैनौँ। यस्तो मिठो छ गाइज, कसले छोड्छ नि त?